हेलो हेलो साथीहरू। आज चाहिँ बिहान बिहान पानी परेर पनि फाटिसकेको छ। मेरो छोरीहरू चाहिँ हातमुख धुँदैछन् साथीहरू। हातमुख धुँदैछन्। बिहानको समय भनेको चाहिँ मम्मीहरूको लागि एकदमै कम जस्तो लाग्छ। मैले चाहिँ छिटो छिटो गर भनेर खाना पनि पस्किसकेँ। खाना पस्केर खाना खाऊ भन्दैछु। उनीहरू चाहिँ मक्ख परेर खाँदैछन् आफ्नो मनपसन्द तरकारी भएर साथीहरू। अब ड्रेस पनि लाएर रेडी भइसकेँ। उनी चाहिँ मेरो टाइम मिलेन भनेर टाइम मिलाउँदैछिन्। टाइम मिलाएर ठुस्स पऱ्याएर मिलेन भनेर अनि बहिनीलाई चाहिँ हिँड न कपाल कोर्न भनेर मैले बहिनीलाई कपाल कोरिदिन लगेँ साथीहरू। तिम्रो दिदीको टाइम मिल्दै रहन्छ भनेर कपाल कोरेर सकेँ बहिनीको पनि। अब चाहिँ दिदीको पालो। दिदीको पनि कपाल कोरिदिएँ। हेर्नु न साथीहरू, मेरो छोरीको कपाल कति लामो छ। लामो भएर चाहिँ तिमीको दुई चुल्ठी चाहिँ कति राम्रो बन्छ है साथीहरू, रहर लाग्ने जस्तो। सर्लक्क पारेर मैले पनि बारिदिइसकेँ दुई चुल्ठी। बाटेर जामुन पनि टिपेर रेडी बनाइदिइसकेँ। जामुन चाहिँ घरमै फलेको थियो साथीहरू। 3-4वटा पाकेको थियो, त्यही पनि टिप्न पठाएर खाइसकेँ। दिदी मलाई पनि दे न, तँलाई धेरै भयो गरे बहिनीले चाहिँ ल ल भनेर दिँदैछिन्। आफ्नो बटा पनि भाइलाई दिएर आमाले चाहिँ भाइलाई धोइदिन लगिदिँदै हुनुहुन्छ। उसले चाहिँ दिन्न कि दिन्न भन्दै चाहिँ दे न दे भनेर छिटो हिँड स्कुल जान ढिला हुन्छ भनेर मैले चाहिँ भनेँ। अब हिँड भनेर लगिसकेँ साथीहरू। मैले ब्याग स्याग बोकिसकेँ। बाई बाई।